हाम्रो गुरुङ सरले आज चाहिँ ल्यापटप अनबक्सिङ गर्दै हुनुहुन्छ। कुन कम्पनीको हो सर ल्यापटप? डेल भने हो। डेल हो कि यो हेरौँ है त। कहाँबाट आएको यो? कुपाङ अनलाइन। अनलाइनबाट सुरु गरौँ कहाँ यता क्याटै नि हुन्छ है। हाम्रो सरले अनबक्सिङ गर्दै हुनुहुन्छ है। ल्यापटप अनबक्सिङ गर्दियौँ। ल्यापटप ब्रान्ड न्यू। ब्रान्ड न्यू ल्यापटप हो कि ल्यापटप अरे? हात काट्ला है सर। यो त काट्नु त जोगाउनु पऱ्यो नि, पछि बिग्रेर नि त यसमै हालिदिनु पऱ्यो फेरि फिर्ता। त्यस्तो हुन्छ र नहुन सक्ला, चेक गरेर पठाउनु भन्ने चाहिँ हो। बाटोमा ल्याउँदै यस्तो भएको रहेछ भने ओहो के आयो यो हल्का छ त। यो त झोला त छुट्टै रहेछ त। हो सरको ल्यापटप। झोला रहेछ। ए झोला हो ल्यापटप होइन। ल्यापटप त बाँकी छ नि सर, यहाँ यस्तो बक्समा आछ है। प्लास्टिकमा कभर गरेर नफुट्ने कहाँ छ ल्यापटप खै? त्यसैमा छ भित्र। दामी रहेछ यहाँ। टाइट बनाएर पठाउँदो रहेछ नि, केही केही नहुने। ठोकी पनि केही नहुने होला नि। यसलाई चाहिँ च्याटिदिनु काटिदिनु यहाँ रहेछ क्या हो। आउँदैन होला। खोल्ने त हुनु भने त खोलिदिनु छैन होला कि माथि साइडबाट छ, यताबाट छ कि? यता चाहिँ टाँसेर रहेछ बरु टिप। राम्रै होला नि होइन? अब राम्रै होला नि त्यस्तो प्याकिङ गरेर पठाइदिए। कति पठाउनु तर काट्नु चाहिँ पर्छ होला सर। कति पठाउनु पऱ्यो भनेर बिस्तार खोलौँ भनौँ। टेप चाहिँ काटौँ न त्यसरी। भित्रकै झोला फुट्यो भने त्यो प्लास्टिकको प्याकिङ चाहिँ खतरामा रहेछ। जति केही रहेछ त्यो निकाल्न मिल्ने रहेछ नि। प्लास्टिक काटिदिनुहोस्। अब हामीले पनि प्याकिङ गर्न सकिन्छ। अब कति पातलो छ यो, छैन त केही पनि। ओहो सानो छ त यार। अनि यो ल्यापटप यत्रो हुन्छ र? मिनी ल्यापटप त होइन? ल्यापटप त सुन्नु 14 इन्चको भन्छ। होइन नि छ, ठुलै छ। 14 इन्च छ त यो। मनी कति हो फेरि? कति लाख हो? मनी भन्नु मिल्दैन सर। भन्नु मिल्दैन। र वाओ दामी सानो रहेछ नि। 14 इन्च छ त यो बुढा। छ नि 14 इन्च, किन नहुनु? छैन ल। छ छ छ छ। त खोलिदिउँ। खोलिदिनुहोस्। चार्ज छैन के अरे नि त। खोइ त यसो चार्जर खोइ। झोलामा होला। ल सरले अनबक्सिङ पनि गर्नुभयो। यहाँ रहेछ नि त चार्जर। एकछिन अरू हेरौँ के छ। डेल है डेल। डेल खोल्यो डेल। यहाँ छ चार्जर। यो माउस राख्ने। खोइ त माउस माउस हुनुपर्छ। खुल्यो त ल्यापटप। यहाँ माउस। यो माउस कहाँबाट आयो? चाइना चाहिँ हो क्या हो? चाइना हो नि। मेड इन चाइना। चाइना भए पनि कोरियामा राम्रो आउँछ नि त। यो चार्जर त्यति नै हो। ब्याग हेरौँ। ब्याग कस्तो छ? त्यो ब्याग नहेरौँ सर। हेरौँ न। ल्यापटप हेरेपछि ब्याग चाहिँ नहेरौँ होला। यो बिहामा नेपालमा बिहामा जन्त जाँदाखेरि दिने जस्तो छ यार। बेहुलाको सामान बोक्ने हो त? बेहुलाको सामान होइन, यो जन्ती पार्टीलाई चाहिँ यसो ब्याग यति रहेछ। ल ल्यापटपको लागि राख्ने ठाउँ त चाहियो। टेबल, त्यो फोल्डिङवाला टेबल भन्नुहुन्थ्यो। ल्यापटप अनबक्सिङ हान्दै हुनुहुन्छ सरले। हाम्रो सेयर मार्केटमा खेल्ने खाले सर हुनुहुन्छ। सेयर मार्केटमा खेल्ने भूत चढेको छ हाम्रो सरको। कहाँ हो निस्किनु मान्दैन त। ओहो ठ्याक्कै मेरो नानीलाई किन्दे जस्तो रहेछ यार। अझ टेबल पनि चार्जर पनि रहेछ। खतरा राम्रो रहेछ। ल यो चाहिँ कता जोड्ने त? त्यो नक्कल हो त्यो, हाम्रो अर्कै गर्न मिल्छ। यस्तो रहेछ। त्यो चाहिँ स्टाइल मात्रै हो। मिल्न चाहिँ मिल्छ। टाउकोमा जोड्ने केबलमा जोडेर मिल्छ। यो चाहिँ कसो हो त सर? यो यस्तो त्यो त्यही हो। यो माथिको फ्यान टाउको। यो के राख्ने पो भन्थ्यो? यस्तो गर्ने हो यसलाई। राखौँ। ल हाम्रो सरले अनबक्सिङ गर्नुभयो। ल
पुरा यो कति हजारको हो सर यो टेबल? कुन सर यो यो टेबल चाहिँ कति हजारको हो? टेबल 3 लाखको 3 लाख वनको है कोरियन वन। यो 3 लाख होइन होला सर, अलि ढाँट्नु भयो तपाईँले। तिमी ढाड्नु छ यार। कि बच्चा बच्चीलाई एबिसिडी पढाउनुको लागि रहेछ ती। कहाँ हो यो सिक्दैन त नि। म मिलाइदिन्छु क्या सर, अहिले कुरो बुझ्नुभयो? अहिले म मिलाइदिन्छु क्या। यसको अड्किने ठाउँ यस्तै हो हुन त हेर्दाखेरि ओए ल राख्दिएँ है सर मैले। ल एकछिन न सर यार, यसको यहाँ लक कहाँ हो? यो रहेछ क्या, होइन त यो पनि इ झन् लागेन होला के भयो। यस्तो गर्नु पऱ्यो होइन, अनि बिछाउनु पऱ्यो। त्यो त नछाए पनि हुन्छ, नबिछाउँदै राम्रो है बरु, नबिछ राम्रो छ। कोरिँदैन। ट्याक्क ल्यापटप राख्ने चलाउने। माउस कता भयो हाम्रो माउस भने? मुसा मुसाले गर्दा काम छैन नि ल्यापटपको त्यो। यो मुसा जोड्ने कहाँ छ जोड्ने ठाउँ? ट्याक्क लाएर मुसा जोड्ने। मुसा जोड्नुपर्छ, फेरि मुसा नजोडी चढ्दैन। यहीँ रहेछ। भलो भलो अब सबै कोरियनमा रच्छ। कहाँबाट चेन्ज गर्ने हो? सेटिङमा जाने, ल्याङ्ग्वेज चेन्ज गर्ने, वाइफाई जोड्ने। सेटिङ त कहाँ छ? अहिले हेरौँला। ल अहिले राखिदिएँ है सर। ल के रहेछ हतार घोडालाई।